नमस्कार। नमस्ते। हजुरको नाम भन्नु न। मेरो नाम पार्वता चिमरिया। अलि साह्रो भन्नुहोस् ल। मेरो नाम पार्वता चिमरिया। अनि हजुरले यो नुयोङको स्टिम सेल खाँदै हुनुहुन्छ नि? हजुर। कति दिन भयो लगभग खान थाल्नु भएको? 10-12 दिन भयो। 10-12 दिन। हजुर। तपाईलाई के हुन्थ्यो र यो प्रोडक्ट खाँदै गएपछि तपाईलाई के राम्रो भएको छ या नराम्रो भएको छ अलिकति भनिदिनुस् न। मलाई यो औषधि खाएपछि लगभग 4-5 दिनदेखि नै यसको रिजल्ट त राम्रै देखायो। हजुर। अनि मलाई सुरुमा चाहिँ के अरे कब्जियत भएर गाह्रो हुन्थ्यो, त्यो क्लियर भयो। अनि त्यसपछि चक्कर लाग्थ्यो, अरू औषधिहरू खान्थेँ, धेरै डाक्टर देखाएर त्यो औषधिले खाउन्जेल मात्रै हुन्थ्यो। अनि त्यो के राम्रो भएको थिएन, चक्कर लागिहाल्थ्यो, चक्कर पनि लाग्दैन अहिले। एकदम जिउै फ्रेस बनाउँछ, एकदम फुर्ती भएको छ। हजुर। अनि त्यहाँबाट भनेको अब हरथुक्का के भन्नु र निन्द्रा चाहिँ मलाई लाग्दैन थियो। एकदम बिहान भाले ज्याल हुन्थ्यो, चराचुरी कराउने त्यस्तो अवस्था भएको हुन्थ्यो। अनि मात्रै म निदाउँथेँ, निन्द्रा पनि मलाई लाग्छ, सुतिसक्का निन्द्रा लाग्छ। अनि यो खानुभन्दा अगाडि तपाईँको शरीर कस्तो हुन्थ्यो, अहिले कस्तो भइरहेछ? एकदम खालि अल्छी लाग्ने, आलस्य होइन, एकदम अलिकति हिँड्दा पनि चक्कर लाग्ने, एकदम थकान हुने, एकदम गाह्रो हुन्थ्यो। हातखुट्टा बाउडिने, हिँड्दा पनि गाह्रो हुन्थ्यो। तर अहिले त्यस्तो हुँदैन, एकदम त्यो चाहिँ एकदम फ्रेस भएको छ। अनि अलिकति तपाईँ कता यो 10-12 दिन भन्दा जुन 10-12 दिन अगाडि अनुहारमा एक खालको निराशापन जस्तो देखिन्थ्यो, अहिले थोरै चमक आए जस्तो देखिरहेको छु। यो महसुस भएको छ है, अनुहार चम्केको छ, थोरै मोटाको हो कि जस्तो पनि देखिरहेको छु म। जस्तो लागिरहेछ, कपडा अलि खुल्ला हुन्छ, टाइट भयो जस्तै लागिरहेछ। महसुस जस जोख्नु पर्ने रहेछ अस्ति खानुभन्दा अगाडि। हजुर। त्यो अब मैले यो भिडियो कसैलाई देखाउँदाखेरि मान्छेहरूले भन्न सक्छन् कि यो यस्तो भन्न लायो यसले अनि भिडियो बनाएर ल्यायो। त्यस्तो होइन, एकदम मलाई भएको कुरो हकीकत हो। यो हुँदै होइन, यस्तो औषधि खाएर झुट बोल्ने, त्यो मान्छेलाई बनाएर उ गर्ने कुरै हुँदैन, यो हकीकत हो। यदि तपाईँलाई कसैले भेटेर अथवा फोन गरेर सोध्यो भने तपाईँले मजाले भन्न सक्नुहुन्छ हैन? सक्छु, मलाई लागेको कुरा भएको कुरा सक्छु नि। ल, यो स्टिम सेललाई के भन्नुहुन्छ तपाईँ? के भन्नु र, यो औषधिले मलाई यति काम गरेको छ, अब अझै खाँदै जान्छु कस्तो हुन्छ होइन। अनि अब अझै यतिकै 10-12 दिनमा यति राम्रो भइरहेछ, पुरै महिना खाँदा झन् राम्रो हुन्छ होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँलाई पनि हुन्छ, धन्यवाद हजुरलाई। थ्याङ्क यू।